संवाद कार्यक्रम सञ्चालकज्यू, यस सभाका आदरणीय सभाध्यक्ष महोदय, उपस्थित अतिथिगणहरू, आँखामा न्यायको पट्टी बाँधेर निष्पक्ष निर्णय निकाल्नका लागि उपस्थित हुनुभएका निष्पक्ष निर्णायक मण्डल, प्रतिस्पर्धी तथा अप्रतिस्पर्धी मित्रहरू लगायत सम्पूर्ण उपस्थित महानुभावहरूमा म सल्यान पब्लिक स्कुलको कक्षा 9 मा अध्ययनरत छात्रा सृष्टि डाङ्गीको तर्फबाट स्वीकार्नुहोस् हार्दिक नमस्कार। म आज हुन गइरहेको यस वक्तृत्व कला प्रतियोगितामा सहभागी हुन पाएकोमा एकदमै हर्षित भएको छु। हाम्रो यस त्रिवेणी गाउँपालिकाले आज मिति 2081 साल मङ्सिर 21 गते लैङ्गिक हिंसाको अन्त्यका लागि सूचना तथा सञ्चार प्रविधिको शीर्षकमा आयोजना गरेको यस वक्तृत्व कला प्रतियोगितामा म आफ्ना तर्क राख्नका लागि सभाध्यक्ष महोदयसँग अनुमति चाहन्छु। सर्वप्रथम त हामीले लैङ्गिक हिंसा भनेको के हो भनेर बुझ्न जरुरी छ। लैङ्गिक हिंसा भनेको कुनै पनि व्यक्तिलाई उसको लिङ्गका आधारमा गरिने शारीरिक तथा मानसिक यातना र उत्पीडन हो। यो हाम्रो समाजको एकदमै ठुलो महामारीका रूपमा रहेको छ। यसलाई हटाउनु हाम्रो एकदमै ठुलो कर्तव्य हो। लैङ्गिक हिंसा भन्दा साथ हामीलाई हाम्रो चेतनामा एउटा गहिरो अन्धकारको चित्र आएको आभास हुन्छ। यो केवल एक वर्गको पीडा मात्र नभएर सम्पूर्ण मानवताको मुटुमा लागेको चोट हो। यसले समाजको सम्पूर्ण सभ्यताको आधारशिलालाई नै चिरा पारिदिएको छ। लैङ्गिक हिंसा मुख्य रूपमा महिलाहरूमाथि भएको देखा परे तापनि एलजीबीटीक्यू अन्तर्गत पर्ने वर्गहरू र पुरुषहरू पनि यसबाट उत्तिकै प्रभावित भएको देखा पर्दछ। लैङ्गिक हिंसा भनेको एउटा पीडितलाई थुनेर राख्ने मौनताको कारागार हो भने उक्त मौनतालाई चिर्दै अघि बढ्ने दीप भनेको सूचना तथा सञ्चार प्रविधि हो। सूचना तथा सञ्चार प्रविधि पीडितका लागि स्वतन्त्रताको द्वार हो। नेपालमा विशेष गरी महिलाहरूमाथि लैङ्गिक हिंसा भएको पाइन्छ। नारीहरूको नियति नै त्यस्तो हो भन्न सकिँदैन, तर पुरुषहरूको उन्मादले पछिल्लो समयमा एकदमै धेरै बढ्दै गएको पाइन्छ। नेपालमा ओरेक नेपालले प्रकाशित गरेको वार्षिक पुस्तक अन्वेषी 2082 का अनुसार नेपालमा आर्थिक वर्ष 81 र 82 मा भएका 1272वटा लैङ्गिक हिंसाका मुद्दाहरूमध्ये 72% लैङ्गिक हिंसाबाट महिलाहरू प्रभावित भएका थिए। नेपाल जनसङ्ख्या तथा स्वास्थ्य सर्वेक्षण एनडीएचएसले निकालेको तथ्याङ्क बमोजिम नेपालमा करिब 15 देखि 49 वर्ष उमेर समूहका करिब 23% महिलाहरू आफ्नो जीवनको कुनै न कुनै कालखण्डमा गएर लैङ्गिक हिंसा भोग्दछन्। नेपालमा नै अझ सबैभन्दा धेरै लैङ्गिक हिंसाले प्रभावित भएको क्षेत्र हो हाम्रो कर्णाली प्रदेश। यी तथ्याङ्कहरू यस कुराका दृष्टान्त हुन् कि हाम्रो समाजमा लैङ्गिक हिंसा कति हदसम्म बढिसकेको छ र यो हाम्रो समाजको कस्तो महामारी हो। हाल कयौं समस्याहरू देखा परिरहेका छन्, तर पनि हामीसँग एक शक्तिशाली हतियारको रूपमा रहेको छ सूचना तथा सञ्चार प्रविधि। यसको सही प्रयोगले हाम्रो लागि लैङ्गिक हिंसाको अन्त्यतर्फको बाटो हो। जब पीडित मौन रहन्छ, सूचना तथा सञ्चार प्रविधिले पीडितको आवाजलाई स्वरमा बदल्छ। जब पीडित एक्लो हुन्छ, तब सूचना तथा सञ्चार प्रविधिले पीडितलाई सहकार्यको जालमा बाँधेर साथ दिन भूमिका निर्वाह गर्दछ। लैङ्गिक हिंसाको अन्त्यका लागि हामीले सञ्चार तथा सूचना प्रविधिलाई अनलाइन हेल्पलाइन सेवा, च्याट सेवा, लोकेसन ट्र्याकिङ जस्ता माध्यमहरूबाट लैङ्गिक हिंसाको अन्त्यमा हामीले सूचना तथा सञ्चार प्रविधिबाट अहम भूमिका निर्वाह गर्न सक्दछौँ। लैङ्गिक हिंसाको अन्त्यका लागि हामीले कतिपय सार्वजनिक स्थलहरूमा नै लैङ्गिक हिंसाको जोखिम बढी हुने भएकाले सार्वजनिक स्थलमा हामीले लोकेसन ट्र्याकिङ सेवा राख्न जरुरी म देख्दछु र विद्यार्थीहरूमा सुरक्षित इन्टरनेट प्रशिक्षण दिन पनि म एकदमै आवश्यक देख्दछु। हाल सबैभन्दा ठुलो समस्या त झन् सूचना तथा सञ्चार प्रविधिकै क्षेत्रमा आइपुगेको छ। महिलाहरूको यौनीकरणलाई सामान्य बनाइएको छ। सूचना प्रविधिमा विज्ञापनदेखि लिएर सामाजिक सञ्जालसम्म महिलाको शरीरलाई एउटा वस्तुका रूपमा हेरिन्छ। महिलाको यौनीकरणलाई एकदमै सामान्य बनाइएको छ। यसले केवल लैङ्गिक हिंसालाई बढावा दिएको छैन, यसले गर्दाखेरि कलिलो उमेरमा रहेका बालबालिकाहरूले महिलालाई सम्मान गर्ने नभएर उनीहरूमाथि दुर्व्यवहार गर्ने संस्कार सिक्दछन् र यस प्रवृत्तिलाई बढ्न नदिन हामीले विद्यार्थीहरूलाई सुरक्षित इन्टरनेट प्रशिक्षण दिन एकदमै आवश्यक देख्दछौँ। यति मात्र नभएर एलजीबीटीक्यू अन्तर्गत पर्ने वर्गहरू जुन छन् उनीहरूलाई सामाजिक सञ्जालको माध्यमबाट उनीहरू आफ्नो पहिचानलाई पनि अपराधको रूपमा लिन बाध्य पारिएका छन्। यसलाई पनि हटाउनका लागि हामीले एउटा भूमिका निर्वाह गर्नुपर्ने म देख्दछु। सूचना तथा सञ्चार प्रविधिको माध्यमबाट हामीले जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ र महिलाको यौनीकरणलाई सामान्य पक्कै पनि गराइदिनु हुँदैन। यी अश्लील कुराहरूलाई हाल मानिसहरूले पुरुषार्थको रूपमा हेर्ने गर्दछन्। असली पुरुषत्व भनेको यो होइन, महिलाहरूलाई सम्मान गर्नु हो। अतः सूचना तथा सञ्चार प्रविधिको सही प्रयोग नै लैङ्गिक हिंसातर्फको मुख्य बाटो हो भन्दै म आफ्ना 2 शब्दहरू यही टुङ्ग्याउँछु। धन्यवाद।